वक्त मैं रोती नहीं, ये आँख नम हो जाती है। नमस्कार। विगत 2.5 वर्षदेखि म कलेज सम्बन्धी क्यान्सरबाट पीडित छु। उपचार मेरो भइरहेको छ पूर्वाञ्चल क्यान्सर हस्पिटलमा। रेगुलर किमो चलेको पनि 2 वर्ष भयो। त्यही पेट सेटीको बेलामा केही दिन रोकिन्छ, त्योभन्दा बाहेक किमो चलिरहेको छ। अहिलेसम्म आज मेरो किमो 54वटा भयो। यो 6 महिनाको किमो मेरो अब सिद्धियो आजदेखि। मेरो पेट सिटी छ। त्यसपछि फेरि 6 महिना यही किमो लाउने भन्ने कुरो भइसकेको छ। यसो गर्दा मेरो किमो झन्डै 100वटा पुग्छ होला, थाहा छैन के हो। डक्टरको भनाइअनुसार अपरेसन हुने चान्स छैन। यही किमोले मलाई बचाइरहेको छ। हुन त किमो लाउन सजिलो छैन, गाह्रै हुन्छ। बेला बेला समस्याहरू नआएका होइनन्, मलाई पनि आउँछ। तब के गर्नु, बाँच्नका लागि, जीवनका लागि सहनु पर्ने सबै कुरा। हेर्नुहोस्, नङ यस्ता काला भएका छन् नि, खुट्टाका नङ पनि त्यस्तै छन्, हातका नङ पनि त्यस्तै छन्। यसरी सबै विष हुन्छ नि, विष खाएका मान्छेको त्यो नङहरू सबै निलो भएको हुन्छ नि, त्यस्तै निलो भएको छ। खुट्टाका त सबै मक्किसकेका छन्। यस्तै गर्दो रहेछ, किमोले अलि दुःख दिँदो रहेछ। अहिलेसम्म त किमो चलिरहेछ। कोही कोही बेलामा व्हाइट ब्लड सेल नपुगेर 2 दिन 3 दिन जस्तो पछाडि सर्छ। त्योभन्दा बाहेक रेगुलर छ। अहिले त हप्तै पिछेको हो, महिनामा 3वटा। अब केही दिन छुट्टी छ मेरो। म पुरै इन्जोय गर्छु, लास्टै इन्जोय गर्छु। अझै कबुलाइसकेको छु म। यो 21 दिनमा पेट सिटी छ। यो बिचका केही दिनहरू म इन्जोय गर्छु, रमाइलो गर्छु। यस्तै त रहेछ नि जीवन, के गर्नु। नलाग्नु रोग लाग्यो भनेर हामी तडपिएर भित्रभित्र एकदम पिल्सिएर बस्दा त रोग निको हुँदैन नि। योसँग त हामीले सामना गर्नु पर्यो। मलाई परिवारको साथ सपोर्ट धेरै छ, धेरै 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 माया गरेको छ। अहिलेसम्म भगवान्ले जिनेथिन उपचार गर्ने पनि व्यवस्था मिलाइदिएको छन्। छोराछोरीले, छोरा बुहारीहरूले एकदमै धेरै माया गरेको छ मलाई। उनीहरूको ठुलो सपोर्ट छ। छोरी छिन् घरमा, उनले खाना बनाएर खुवाउँछिन्, मेरो सेवा गर्छिन्। नाति छन्, उनले पनि अहिले त मलाई के खान मन लाग्छ, दिउँसो खाजा उनीहरूले बनाएर खुवाउँछन् कलेजबाट आएपछि। त्यसले गर्दा बिमार त अलि नराम्रो यो भनिन्छ होइन। बिमार कुनै राम्रो हुन्छ र, अरू बिमार पनि त राम्रो हुँदैन नि। तर सबैजनाको माया, साथ र सपोर्ट भयो भने हामीलाई पनि इजी लाग्दो रहेछ। म टिका पजगाई माया हो, मेरो घर बिर्तामोड हो। यस्तै रहेछ जीवन। तपाईँहरू पनि हात दिनुहोस्। केही हुन्छ भने डराउँदा के हुने रहेछ र। जे हुनु त भइ त हाल्छ, केही हुँदैन। हिम्मत छ भने केही हुँदैन। हिम्मतले, आँटले हामी अगाडि बढ्नुपर्छ। एक्स्ट्रा एक्टिभिटिजहरू गर्नुपर्छ। घरमा पनि के मन लाग्छ, के गर्न सकिन्छ गर्ने, चुप्प लाएर नबस्ने। यही हो जीवनलाई। यो अवस्थामा पनि इन्जोय गर्ने। टिकटक बनाउँछु, रमाउँछु, भिडियो बनाउँछु। यही हो रमाउने कहाँ र।
बिमारी छ टाढा जान सकिँदैन अनि हस्पिटलमा रमाउने घरमा रमाउने तपाईँहरूले पनि मलाई धेरै माया दिनुभएको छ तपाईँहरूको मायाको पनि एउटा ठुलो सपोर्ट छ मलाई तपाईँहरूलाई पनि म धेरै माया गर्छु संसारभरि रहनुहुने सबै क्यान्सरका योद्धाहरूलाई म धेरै माया गर्छु हिम्मत नहार्नुहोस् यो एकपल्टको जीवन हो यसलाई जति दिन बाँच्छौँ नि हामी त्यति दिनलाई हामीले सयौँ वर्ष पुर्याउँ एकदम रमाइलो गरी हाँस्दै खेल्दै गर्दै अगाडि बढौँ पछि त देखा जाएगा उन्हें ऊपर वाला हुन् ल बाई बाई टेक केयर लभ यू आज हस्पिटलमा छु 2टा टिकटक बनाएँ बुढोसँग बनाउनु मलाई साह्रै रमाइलो लाग्छ ल तपाईँहरू पनि रमाउनुहोस् है